हेलो हेर्नुहोस् आज हिँड्यो अब टुरमा आजको हाम्रो टुर बाबु बसको घर चाहिँ यो हो पार्किङ सुरु भयो ल हेर्नुहोस् अब आज चाहिँ हाम्रो अलिक टाढाको यात्रा छ बाटोमा म भन्दै जान्छु देखाउँदै जान्छु यहाँको रोमनीय ठाउँ हेर्न त जाने नि हो ल गाइस अब हामी निस्क्यौँ मेरुन्डा पार्क जानको लागि मसँग चाहिँ ती गुरुजी मतलब कि मेरो बाबु छोरो अनि उहाँ मेम साहेब उहाँ मेरो बुहारी नानी ल यो चाहिँ म हो गाइस अब यात्रा सुरु भएको छ म बाटोमा जाँदाखेरि हर चिज देखाउने छु हजुरहरूलाई रोमनीय ठाउँहरू प्रयास गर्नेछु प्रयास होइन अवश्य देखाउने छु ल अब नेक्स्ट युटर्न मारेपछि गाइस अनि त्यहाँ नेक्स्ट अगाडि गएर देखाउने छु है म यो चाहिँ हाम्रो यहाँको बजार हो के ठाउँ अरे यो ग्लेन रोय सिटी भन्ने चाहिँ यो टाउन सिटी होइन टाउन यस ओके जे पनि ल है ल यता मिलाएर बुझ्नु न ल गाइस नानीको अफिस आयो नानीलाई छोड्न आइयो अब नानी ओर्लिन्छ नि अनि हामी डुल्न जान्छौँ यहाँबाट भरे पिकअपको लागि मात्रै आउँछ ल सिधै पिकअपको लागि ल 1 घन्टा 10 मिनट रहेछ नानी ओर्लिन Bye bye. See you. मेरी tonight. क्रिसमस ल हामी काममा जाने कहाँ डुल्न जाने नानी अफिसमा जाने ती ल बाई ल गाइस अब चाहिँ नन स्टप हामी 100 कति किलोमिटर भयो भएन आज त 62 किलोमिटर आज नन नजिकै। स्टप हिँड्न अहिले चाहिँ त्यसपछि अगाडि तलै राख्नु त्यो देखाउनु नि छुट्दैन अस्ट्रेलियाको गाउँ एरियालाई गाउँ भन्ने के सहर र अस्ट्रेलियाको गाउँ
जम्मा गरेको छ त ओ भाइ हेलो यहाँको ड्याम अरे ड्याम साइड ओ आमा छोरा फोटो खिच्न लाछन् यो चाहिँ पुरा ड्याम गाइस अब म माथि गएर हजुरलाई देखाउँछु है के ल वेट गर्नु होला साह्रै रमाइलो छ मारे माथि अस्ट्रेलियाको झरना गाइस ल्यान्ड यत्रो जङ्गलको बिचमा झरना देख्दा नेपालको याद आउँछ ल हेर्नुहोस् ठ्याक्कै खरे खोला जस्तो सुस्ताएको छ ल ओ माथिबाट लाएर ओके गाइस देख्नुभयो ल हेर्नुहोस् आमा छोरा उक्लिन नसकेर ठ्याक्कै पाहाडको जस्तो उकालो रहेछ म नि बल्ल बल्ल उक्लेँ लगाइसेन अझ माथि जानु छ अलिकति ड्याम हेर्न जाने हो अब हजुरलाई म ड्याममा गएर अनि बल्ल देखाउँछु ड्याम मेलबर्नको ओके गाइस ल गाइस ल रिभर साइड आइयो ल कुकुरा लाउरहिन्छ कि लामो राखिदिनु नि सजिलो हुन्छ ल अस्ट्रेलियाको ड्याम साइड पिउने पानी जम्मा गर्ने ठाउँ ल्याएर हेर्नुहोस् त ओ एमजी ल हेर्नुहोस् ल हेर्नु त सब यो पिउन पानी जम्मा गरेको अस्ट्रेलियाले ल हेर्नुहोस् Oh my god. ल गाइस हेर्नुहोस् हामी आएको तलबाट हो तलबाट हामी आएको उकालो रहेछ गाइस हेर्नुहोस् क्या आनन्दको कि शान्त यत्रो पानी जम्मा गरेर यही पानीलाई फिल्टर गरेर पिउने नुहाउने सबै युज गर्नुपर्छ गाइस यो The damn side. Oh my god, के साह्रै देखिया कि क्या दामी देखिया आमा छोराहरू फोटोसुट भिडियो सुट गर्दैछन् त पहाड हेर्नु छ ओ माय गॉड ल आमा छोरा सिन यहाँबाट दामी देखिया नि त गाइस हेर्नु है फेरि भेटौँला अब नेक्स्ट
हाम्रो नेपालको ढिकुर बकुल्ला ल हेर्नुहोस् ढिकुर पनि कत्रो हुँदो रहेछ हुनु नि नडराउने के लिएर त चुचो त सुगा जस्तै रहेछ ल गाइस हाम्रो पनि कार आयो पार्किङ लगाउन लाग्यो अब यहाँ पार्क गरेर एकछिन त्यसपछि चाहिँ यहाँको रोमानीय दृश्यको मजा लिने अनि त्यसपछि बल्ल यहाँ हिँड्ने म्याक्सिमम् 10 देखि 15 मिनट अनि हजुर फेरि स्टार्ट अर्को ठाउँमा हाम्रो डन ओर्लियो गाइस कङ्गारू कति राम्रा छन् कि छन् नि अस्ट्रेलियामा हेर्ने चिजै यही हो हेर्नुहोस् कङ्गारू क्या दामी भ्यू छ कि गाइस ल हेर्नु मुन देखिया छु कङ्गारू देखिया छ ल हेर्नु नडराउने अस्ट्रेलियामा कङ्गारू नडराउने जङ्गलमा ए भगवान् ल हेर्नु त यहाँ हुँदा रोमानी के हेर्नु चढ्दै पनि भागे यस्तो हरियोमा चर्दा रहेछन् अनि चर्नमा मस्त छन् मान्छे आउनुको मतलबै छैन धेरै लड्न नि भ्याउँदो रहेछन् ल गाइस राम्रो दृश्य देखियो अस्ट्रेलियाको फरेस्टको बाटो हेर्नु क्या छन् बुट्टा क्या छन् हेर्नु है मलाई हाम्रो नेपालको जस्तो कुरो लागेको छ वाउ केही नदेखिने भए हेर्नु गाइस
यता हेर्नुहोस् चलाउने मान्छे, अनि यता हेर्नु चलाउनेको मम्मी, चलाउनेको ड्याडी। अब के भनौँ, यस्तो दामी छ कि हेर्नु त, गिटी लागेको छ है लगाइ सिजनको बेलामा गेट लाउँछ। त्यो हिउँ परेको बेलामा ल त है गाइस। ल फेरि गाइस म अस्ट्रेलियाको फरेस्ट हेर्नुहोस् त, नेपालको जस्तो पुरा बादल लागेर कुहिरो लागेर के भनौँ त्यो रमणीय दृश्यहरू फेरि फेरि देख्न पाइँदैन होला। त्यही भएर म भिडियोमा क्याच गर्छु, हेरिदिनु होला, लाइक गर्नु, सब्सक्राइब गर्नु होला, कमेन्ट पनि हानिदिनु होला कस्तो लाग्यो अस्ट्रेलियाको फरेस्ट हेर्नुहोस्। मलाई चाहिँ साह्रै राम्रो लाग्यो, सायद तपाईँलाई नि हेरेपछि चाहिँ राम्रो लाग्छ त्यसलाई है, किनभने नेपाल भुलाउने जस्तो रहेछ। नेपालमा छु जस्तो लाग्छ त्यस्तो टाइपको।